यदि तपाईँहरूले पनि फेसबुक मेसेन्जर चलाउनुहुन्छ, यदि तपाईँहरूले पनि फेसबुक मेसेन्जर चलाउनुहुन्छ भने यदि तपाईँहरूले कुनै पनि व्यक्तिलाई फोन गर्दा या तपाईँहरूलाई कुनै पनि व्यक्तिले फोन गर्दा या तपाईँले पनि कुनै पनि व्यक्तिलाई फोन गर्दा त्यो भोइस राम्रोसँग सुनिरहेको छैन र तपाईँले गरेको फोनमा पनि त्यसको भोइस गइरहेको छैन, उताको भोइस पनि आइरहेको छैन। यदि तपाईँहरूले पनि समस्या भोगिरहनु भएको छ, यस्तो समस्या भोगिरहनु भएको छ भने पक्कै पनि साथीहरू तपाईँहरूले यो भिडियो सुरुदेखि लिएर अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। तब मात्रै साथीहरू तपाईँहरूले यसको सोल्युसन के छ आज हामीले यस भिडियोमा जान्नेछौँ। यस्तो समस्या तपाईँहरूले कुनै पनि बेला भोग्न सक्नुहुन्छ। यदि तपाईँहरूले फेसबुक मेसेन्जर चलाउनुहुन्छ भने तपाईँहरूले यस्तो समस्या कुनै पनि बेला आउन सक्छ। त्यसैले साथीहरू तपाईँहरूले यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्नुहोला साथीहरू। यो भिडियोलाई धेरैभन्दा धेरै पनि सेयर गर्नुहोला, तपाईँहरूको जस्तो अरूलाई पनि यस्तो समस्या हुन सक्छ। त्यसैले तपाईँहरूले यो भिडियोलाई धेरैभन्दा धेरै सेयर पनि गर्नुहोला, तपाईँहरूको साथीभाइहरूलाई पनि तपाईँहरूले सेयर गर्न सक्नुहुनेछ। र तपाईँहरूले अहिले नभए तापनि यदि फेसबुक मेसेन्जर चलाउनुहुन्छ भने त्यो अवस्थामा तपाईँहरूलाई कुनै पनि बेला यस्तो समस्या आउन सक्छ। यदि तपाईँले कुनै पनि व्यक्तिलाई फोन गर्नुभएको छ, त्यसको भोइस गइरहेको छैन, यदि उताको भोइस आइरहेको छैन, त्यो अवस्थामा हामीले के गर्ने र कसो गर्दा भोइस राम्रो सुनिन्छ र के कारणले भोइस गइरहेको हुँदैन, त्यसको सबै जानकारी आज हामीले यस भिडियोमा जानेछौँ। त्यसैले साथीहरू तपाईँहरूले यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्नुहोला। र साथीहरू भिडियोलाई ढिला नगरी सुरु गरौँ। सर्वप्रथम साथीहरू त्यसको लागि आफ्नो मोबाइलमा रहेको प्ले स्टोर ओपन गर्नुहोस्। प्ले स्टोरमा आइसकेपछि साथीहरू तपाईँले यहाँ सर्च गर्नुपर्ने हुन्छ, मेसेन्जर भनेर सर्च गर्नुहोस्। मेसेन्जर भनेर सर्च गर्नुहोला। सर्च गरेपछि साथीहरू तपाईँले देख्नुहुन्छ हाम्रो मेसेन्जर यहाँ आइसकेको छ। यदि तपाईँकोमा अपडेट देखाएको छ भने तपाईँले त्यसलाई अपडेट गर्नुपर्ने हुन्छ। यदि अपडेट देखाइरहेको छैन भने त्यो अवस्थामा तपाईँले अपडेट गर्नु पर्दैन। यदि अपडेट देखाइरहेको छ भने तपाईँले यसलाई अपडेट गर्नुहोला। अपडेट गरेपछि मिनिमाइज गरेँ, मैले मिनिमाइज गरेँ। मिनिमाइज गरेपछि साथीहरू अब तपाईँको फेसबुक यानि कि मेसेन्जर कहाँनिर छ त्यसलाई तपाईँले खोल्नुहोला। देख्न सक्नुहुन्छ हाम्रो मेसेन्जर यहाँनिर रहेको छ। यो मेसेन्जरलाई तपाईँले लङ प्रेस गर्नुपर्ने हुन्छ। यसलाई लङ प्रेस गर्नुहोस्। लङ प्रेस गरेपछि साथीहरू तपाईँले देख्न रहेको छ एप इन्फो भन्ने रहेको छ, यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गरेपछि साथीहरू तपाईँको मोबाइल के यस्तो खाले इन्टरफेस खुलिरहन्छ। यो एप्लिकेसनको इन्फर्मेसनहरू आउनेछ र इन्फर्मेसन आइसकेपछि साथीहरू तपाईँले स्क्रोल गरेर तल देख्नुहुन्छ परमिसन भन्ने रहेको छ। यो परमिसनमा एकचोटि क्लिक गर्नुहोस्। यो परमिसनमा क्लिक गरेपछि साथीहरू तपाईँले यहाँ देख्नुहुन्छ तपाईँको मोबाइल केही फेरि यस्तो खाले इन्टरफेस खुलिआउँछ र साथीहरू तपाईँले देख्न सक्नुहुन्छ यदि तपाईँको यहाँ कुनै पनि परमिसन अन छैन भने त्यो अवस्थामा तपाईँको भोइस राम्रोसँग सुनिँदैन र अहिलेको भोइस तपाईँलाई कुनै पनि व्यक्तिले फोन गरेको छ भने फेसबुक मेसेन्जरमा त्यो अवस्थामा यताको भोइस सुनिँदैन। त्यसैले तपाईँले यो परमिसन अफ रहेको हुन्छ, त्यसैले तपाईँले यसलाई अन गर्नुपर्ने हुन्छ। अन गर्नको लागि साथीहरू तपाईँले देख्न सक्नुहुन्छ यो फोन रहेको छ। यो फोनलाई पनि क्लिक गरेर एलाउ गरिदिनुहोस्। एलाउ गरेपछि साथीहरू तपाईँले यहाँ देख्नुहुन्छ माइक्रोफोनलाई पनि तपाईँले एलाउ गर्नुहोला। एलाउ, त्यसपछि तपाईँले देख्नुहुन्छ क्यामेरालाई पनि एलाउ गरिदिनुहोस्। स्टोरेजलाई पनि तपाईँले एलाउ गरिदिनुहोस्। तपाईँले यहाँ के एलाउ गर्नु के पर्मिसन दिन चाहनुहुन्छ त्यो तपाईँले गर्न सक्नुहुन्छ। कन्ट्याक्टलाई मैले एलाउ गरिदिएँ। यदि तपाईँकोमा यो अफ रहेको छ भने त्यो अवस्थामा तपाईँको भोइस सुनिँदैन। तपाईँले कुनै पनि व्यक्तिलाई फोन गरिरहनु भएको छ मेसेन्जरबाट भने त्यो अवस्थामा यताको भोइस उता सुनिँदैन, उताको भोइस यता सुनिँदैन। त्यसैले तपाईँले यसलाई अन गर्नुपर्ने हुन्छ। यस्तो समस्या तपाईँलाई कुनै पनि बेला आउन सक्छ। त्यसैले तपाईँले यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला र यो भिडियोलाई तपाईँहरूको साथीभाइहरूलाई पनि सेयर गर्नुहोला। यस्तो समस्या तपाईँहरूको साथीभाइलाई पनि हुनसक्छ। त्यसैले तपाईँले यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला। साथीहरू देख्न सक्नुहुन्छ यसरी अन गरिसकेपछि साथीहरू अब तपाईँले कुनै पनि व्यक्तिलाई फोन गर्नुहोस् फेसबुक मेसेन्जरबाट, त्यो भोइस तपाईँको क्लियर सुनिनेछ। यो मेरो ग्यारेन्टी रहेको छ साथीहरू। त्यस तपाईँले यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला साथीहरू। यस्तै जानकारीमूलक भिडियोहरू हेर्न चाहनुहुन्छ भने साथीहरू यस टेक्निकल पिकी.com युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने साथीहरू आजै यस टेक्निकल पिकी.com युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला साथीहरू। हवस् त साथीहरू, धन्यवाद।